बाबालाई एउटा आइफोन पठाइदिनु भनेको हुन्छ छोरी भनेको 2 वर्ष भइसक्यो अहिलेसम्म पठाउने भइरहनु दिदी 10 वर्ष के स्कुल जाने बेला भइसक्यो जाऊ हिँड ला 10 बजी सक्यो ला टाइ त लगाएकै छैन ओइ टाइ खोइ ए यहाँ रहेछ 22 भन्दैछु कस्तो नसुने हो 22 नम्बरमा टाइ त बनाएकै छैन आइडेन्टिटी कार्ड पनि छैन पानी कोरेको छैन यो मल पनि कस्तो के छोरोलाई चाहिँ चिटिक्का पारिदिनु छोरीको चाहिँ केही बस्दै छैन मम्मी के भो मेरो टाई बनाइदिनुस् न हैन यत्रो वर्ष तँलाई बोर्डिङमा पढाएको यही हो जाउरे टाई बनाउने लुडधरी छैन कुन कलाकार तेरो स्कुलमा मुख चलाउन मात्रै सिकाउँछन् कि क्या हो कति ढिला गर्नुहुन्छ के दिदी मम्मी फेरि के भो मेरो आइडेन्टिटी कार्ड खोइ हिजो स्कुलबाट आएपछि कहाँ फ्यालेको थिइस् त्यही होला नि खोजेर लगा हस् सेम डायलग आउँछ कि त्यही भएर फेरि बिहान मम्मी हैन कति चिज आउन सकेको हो अब चाहिँ के भो मेरो कपाल बाटिदिनुस् न हैन यति ठुलो भइसकिस् कपालबाट लुडधरी छैन न कुनै सामान ठेगानामा हुन्छ न कुनै काम गर्ने ढङ्ग छ न पढाइमा ध्यान छ खालि त्यही मोबाइल चलाएर नौटङ्की बनाउनु छैन तपाईँ त्यो टिचरहरूले केही सिकाउनु हुन्न कि क्या हो मलाई फुर्सद त होस् न त्यो टिचरलाई भेटेर यस्तो थर्काउँछु नि खालि पैसा लिन मात्रै जानेका फुल्कै स्कुल जा तँलाई चाहिँ केही भन्नुहुन्न म त सानै छु नि त म त बुढी भइसक्यो होला नि म सानो हुँदाखेरि पनि मम्मीले मलाई कराउनु हुन्थ्यो त्यति बेला म त झन् सानो थिएँ हो तिमी भन त राष्ट्रिय विभूति कसलाई भनिन्छ म भने म्याम विभूति हैन म्याम सकिन्छ म्याम आउँछ है सावधान पढाइमा ध्यान भएको आउँछ नि कान समात हो त्यसैले कान समातेर उभिरा ल तिमी भन त तिमीलाई त थाहा छ होला नि के भन्नु म्याम अघि भर्खर पढाएको बिर्सिस् तेरो ध्यान कता छ ह हो म्याम त भन्न त त बिर्स्यो म्याम एक थाल खाना 24 घण्टा मोबाइलमा झुन्डिन त सम्झिन्छस् होला नि त्यो पनि बिर्सिने कुरा हो म्याम चुप कान समात मसँग मजा गर्छस् ल तिमी भन त तिमीलाई थाहा छ होला नि थाहा छ म्याम आफ्नो देशको लागि महत्त्वपूर्ण योगदान दिने सर्वमान्य व्यक्तिलाई राष्ट्रिय विभूति भनिन्छ म्याम स्याबास केही सिकाउबाट एकैपल्टमा बुझ्छ तिमीहरू चाहिँ आलु पढाइमा ध्यान दिएको बुझ्थ्यो नि म्याम एउटा कुरा भन्नुहोस् गवाडीको सरदारनी भन्नुहोस् हो म्याम हामी आलु नै हो हामी गोबरै होला तर हामी कमजोर हुन बाटे हाम्रो मात्र दोष छ त हामी नर्सरीदेखि स्कुलमा पढ्यौँ तपाईँहरूले नै पढाउनु भयो तर आजसम्म विद्यार्थीहरू किन कमजोर भयो भनेर सोच्नु भयो एकपल्ट पनि सोच्नु भयो यिनीहरूको कमजोरी सुधार्न कसरी आउनु भनेर हो नि म्याम तपाईँहरू हामीलाई पढेन भनेर गाली मात्र गर्नुहुन्छ तिमीहरू भुस हौ तिमीहरू कहिले पढ्न सक्दैनौ भनेर निरुत्साहित गर्नुहुन्छ होमवर्क गरेन पनिसमेन्ट सुनाउन सकेन पनिसमेन्ट क्लासमा उसले गल्ती गर्छन् पनिसमेन्ट हामीलाई पाउँछ
हामीले कसरी सिक्ने म्याम कोसँग सिक्ने हामी जस्तो जस्तो पढाउने ठाउँ कहाँ छ तपाईँहरू के आउँदैन सोध भनेर भन्नुहुन्छ तर 2 देखि 3 पटक दोहोऱ्याएर सिकाउनु पर्यो भने तपाईँहरूको पारो तातिहाल्छ हामी एकै पटकमा बुझ्दैनौँ दोहोऱ्याएर सोध्ने हिम्मत पनि हुँदैन अब अलि जाने साथीलाई सोधौँ भने उल्टै बिल्ला हान्छ घरमा कसैसँग सोधौँ भने स्कुलमा चाहिँ के पढिस् यति जाबु पनि आउँदैन भनेर उल्टै गाली गर्छ ओहो यत्रो भाषण छाड्न त आउँदो रहेछ अनि पढ्न चाहिँ आउँदैन यही दिमाग पढाइमा लगाए हुँदैन म्याम हजुरलाई भेट्न प्यारेन्ट्स आउनु भएको छ ल अभिभावक आउनु भएछ म गएँ भोलि राम्ररी पढेर आउनु बस बस नमस्कार हजुर बस्नुहोस् न हेलो बस्न भन्दा पनि म त हजुरलाई कम्प्लेन गर्न आएको हो म्याम बसेरै पनि कुरा गर्दा त हुन्छ होला नि बस्नुहोस् न ल भन्नुहोस् के कम्प्लेन छ हजुरको के हो म्याम हजुरहरूले विद्यार्थीलाई केही सिकाउनुहुन्न कि क्या हो होमवर्क पनि मोबाइलमै पठाउनु हुँदो रहेछ विद्यार्थीहरूले धेरै बेरसम्म मोबाइल हेर्नुहुन्न भनेर भन्नुहुन्न भन्छौँ अनि आफ्नो सामानको जतन आफै गर्नुपर्छ भनेर सिकाउनुहुन्न सिकाउँछौँ औषध संस्कारबारे पढाउनुहुन्न पढाउँछौँ खोइ त मेरो छोरीले केही जाने कि छैन 24 घण्टा मोबाइलमा झुन्डेको त देख्छु म हातमा कहिले कपी किताब हुँदैन त्यसको न त्यसले आफ्नो सामानको जतन गर्छ न कसैसँग बोल्ने ढङ्ग छ त्यसको कि तपाईँहरूले पैसा लुट्न मात्रै स्कुल खोलेको हजुरको कुरा सकियो अब म बोलुँ कुरा त अझै छ तर तपाईँ जवाब दिनुहोस् अरू पछि भनौँला हजुरको कुरा ठिक छ त मलाई एउटा कुरा भन्नुहोस् त हजुरको छोरीलाई स्कुलबाट मोबाइल दिएर पठाएको हो त्यो त होइन उसलाई मोबाइल तपाईँले नै दिनुभएको हो कि होइन हो अनि नदिएर के गर्नु त होमवर्क मोबाइलमा छ भन्छ त अनि हजुरले एकपटक हामीसँग सोध्नु पर्दैन उसले मोबाइलमा होमवर्क गरिरहेछ के गरिरहेछ भनेर निगरानी राख्नु पर्दैन पर्छ उसले कापीमा लेखेकी छ कि छैनन् किताब पढेकी छ कि छैनन् भनेर हेर्नु पर्दैन त्यति जानेको भए हजुरहरूलाई पैसाको मुठो किन बुझाउँथे म आफै घरमा पढाइहाल्थेँ नि हो तपाईँहरूको यही कमजोरीले विद्यार्थीहरू कमजोर हुनुहुन्छ बोर्डिङमा हालेको छु पैसा तिरेको छु भनेर सबै जिम्मा हामीलाई दिनुहुन्छ घरमा होमवर्क गरेको नगरेको हेर्ने दायित्व चाहिँ तपाईँहरूको होइन हेर्नुहोस् बच्चाको संस्कार सिक्ने पहिलो पाठशाला घर नै हो तिनीहरूलाई सिकाउनु पर्ने दायित्व चाहिँ तपाईँहरूको होइन ए अनि हजुरहरूको काम चाहिँ के महिना महिनामा फिस लिनु होइन त हेर्नुहोस् हामीले उनीहरूलाई धेरै कुरा सिकाउँछौँ धेरै कुरा पढाउँछौँ तर हामीले सिकाएका कुराहरू उनीहरूले व्यवहारमा लागू गरे कि गरेनन् भनेर हेर्ने दायित्व चाहिँ तपाईँहरूको पनि हो बुझ्नुभयो भन्नुहोस् न बुझ्दैछु सुन्नुहोस् तपाईँहरूले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो छ भनेर बुझिरहनुपर्छ स्कुल आउन नभ्याए फोन गर्दा हुन्छ विद्यालयमा अभिभावकलाई बोलाउनुपर्छ हाम्रा कुरा सुन्नुपर्छ र तपाईँले आफ्नो कुरा राख्नुपर्छ हेर्नुहोस् अभिभावक शिक्षक र विद्यार्थीको सामूहिक प्रयासबाट मात्र उज्जवल भविष्य निर्माण गर्न सकिन्छ बुझ्नुभयो बुझे म्याम बुझे प्यारेन्ट्स डेमा छोराछोरीको नाचगान र नाटक हेर्न मात्र आएर हुन्न रहेछ छोराछोरीको पढाइ लेखाइको बारेमा जान्न पनि आउनुपर्छ अनि हजुरहरूले पनि जेहेन्दार विद्यार्थीको तारिफ मात्र गरेर हुँदैन कमजोर विद्यार्थीको कमजोरी हटाएर तिनीहरूको भविष्य निर्माणप्रति समर्पित हुनुपर्छ है ल आजको लागि बिदा पाऊ हस् बेला बेलामा आउँदै गर्नु होला आमा बुवाको नजरमा छोराछोरी सधैँ साना भयो जस्तै छोराछोरीले पनि आमा बुवाको अगाडि आफूलाई सानो देख्छन् त्यसैले ठुलो र सानो भनेर विभेद नगरौ छोराछोरीले पनि आफ्नो आमा बुबाको व्यस्तता बुझेर आफ्नो काम आफै गर्ने बानी बसालौ विद्यार्थीहरूको उच्च भविष्यको हुन शिक्षक अभिभावक समाज र परिवेश सबैको अहम भूमिका रहन्छ भन्ने कुरा मनन गर सबैभन्दा महत्त्वपूर्ण कुरा छोराछोरीले बिगारेको मोबाइल बनाउन सकिन्छ तर मोबाइलले बिगारेको छोराछोरीलाई बनाउन कठिन छ त्यसैले आफ्नो सन्तानलाई विद्युतीय कुलटबाट बचाऊ होस् गर लगनपछिको पोते अर्थहीन हुन्छ धन्यवाद